हाई एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज म हजुरहरूलाई कहाँ जाँदैछु भनेर देखाउँछु। मेरो चाहिँ बिदा थियो अनि हामीले चाहिँ सिटीमा भेट्ने भनेर कुरा गरिसकेको थियौँ। अनि हामी सिटीमा भेटेर चाहिँ हामीले कफी खाँदै हामी चाहिँ एउटा पार्कमा गएर बस्यौँ, सिटीको पार्कमा। अनि हामीले त्यहाँ गएर अर्को साथीलाई कुरेर बस्यौँ। अनि निकीको चाहिँ काम जानुपर्ने भएको कारणले चाहिँ ऊ काम गइसक्यो। अनि गएपछि मैले अर्को साथीलाई पनि भेटेँ। अनि साथीसँग हामी चाहिँ स्टारबक्समा गएर चाहिँ माछा खाइसकेपछि हामी एकछिन बाहिरतिर घुम्यौँ। घुमिसकेपछि मेरो साथीलाई चाहिँ मालाटाङ खानु मन लाग्यो। उसको चाहिँ फर्स्ट टाइम भएको भएर चाहिँ उसलाई चाहिँ एकदमै एक्साइटेड थियो मेरो साथी चाहिँ। मैले चाहिँ मालाटाङ धेरैचोटि खाइसकेको थिएँ। मलाई त्यस्तो एक्साइटेड चाहिँ केही पनि थिएन, किनकि मैले अलरेडी यो टेस्टहरू सबै थाहा पाइसकेको थिएँ। अनि त्यही पनि मैले के खाने भनेर चाहिँ चुज गरेर मैले बोलमा पनि हालिसकेँ र अब अर्डरको लागि पठाइसकेको थिएँ। अनि अर्डर पनि आइसक्यो, हाम्रो अर्डर रेडी भएर पनि आइसकेको थियो। अनि मलाई चाहिँ एकदमै सुपहरू मनपर्छ यो मालाटाङ खाँदा चाहिँ। अनि मलाई चाहिँ साथीले चाहिँ यो कस्तो लाग्यो भनेर सोधेको थियो। मलाई चाहिँ एकदमै मनपर्छ मालाटाङ। अनि उसले रेट गर्नुपर्दा 10 आउट अफ 10 मा चाहिँ कति दिन्छौ भन्दा 9.5 भनेको थियो मैले। थ्याङ्क यू सो मच गाइस, सी यू इन नेक्स्ट भिडियो, बाई बाई गाइस।